आजको यस भिडियोमा हामी हजुरहरूलाई पुगाउनेवाला छौँ खप्तड राष्ट्रिय निकुञ्ज। हाम्रो यात्रा सुरु हुन्छ खप्तड राष्ट्रिय निकुञ्जको लागि पुजारी गाउँबाट हामी लाग्छौँ बिहान तकरिबन 6 बजेको हाराहारीमा खप्तड राष्ट्रिय निकुञ्जको लागि। हाम्रो थियो फर्स्ट टाइम खप्तड राष्ट्रिय निकुञ्जको यात्रा र मलाई मनमा लागिरहेको थियो कस्तो हुन्छ होला के होला खप्तडमा देखिने दृश्य भनेर। गाइस भिडियो बनाउनको चक्करमा डबल हिँड्नु परिरहेको अवस्था त्यही भएर चाहिँ म चाहिँ थाकिसकेँ अहिले नै र म चाहिँ थाकिसकेको थिएँ अहिले नै र भतिज केटा चाहिँ एकदमै लगनशील भएर हिँडिरहेका थिए नथाके चाहिँ गरी। म चाहिँ स्यासु गर्न थालिसकेको थिएँ र त्यसपछि हाम्रो गन्तव्यतिर हामी अगाडि बढ्दैछौँ अनि बाटोमा के हुन्छ र के कस्ता उतार चढावहरू आउँछन् भनेर हेरिराख्नुहोस् है दर्शकबिन। र अहिले चाहिँ हामी यति बेला लगभग थाकिसकेका छौँ भनौँ। हिटाइ मेरो चाहिँ एकदमै स्लो भइसकेको छ अघिको भन्दा चाहिँ। अघि चाहिँ म क्यामेरा राखेर दुईचोटि माथि तल गरिरहेको थिएँ। यस्तो मोडमा पुगिसकेका छौँ होइन। अनि यहाँ चाहिँ यत्रो गाह्रो छ पानी आउने बाटो कुले चाहिँ यहाँ चाहिँ होइन पानी आउँदो रहेछ यहाँनिर अनि रमाइलो भएको छ भनौँ खप्तड यात्रा हाम्रो। अब हिँड्नाले हो कि गरम चाहिँ धेरै भएको छ हिँड्नको कारणले हिँड्नकोले त्यही भएर यो लट्ठी चाहिँ हाम्रो बाजेले हाम्रो घरको उहाँको बाजेले दिनुभएको बाजेले होइन लट्ठी चाहिँ यहाँ हिँड्नलाई सजिलो होला भनेर। यहाँ चाहिँ अझ माथि जानुपर्ने रहेछ क्या सिधा माथि उता यो। त्यसपछि हामी निरन्तर रूपमा हिँडिरहेका छौँ होइन अनि गाह्रो पनि भइरहेको छ उकालो चढ्दाखेरि चाहिँ एकदम स्ट्रेट तरिकाको जस्तो उकालो माथितिर हिँडिरहेका छौँ अनि गाह्रो त हुने नै भयो। फर्स्ट टाइम लाइभको हिँडिरहेको छु यति गर्दा पनि होइन। अनि भतिजो केटो चाहिँ एकदमै आरामले केही टेन्सन नमानेर हिँडिरहेको छ। मलाई चाहिँ एकदमै गाह्रो भइसकेको छ है। गुफा जस्तो यहाँ अहिले चाहिँ खाली आयो मैदान। अहिले चाहिँ हामी यहाँ रेस्ट गर्नलाई रोकिया छौँ होइन। एकदम गरम भयो कपडा खोलेर यहाँबाट चाहिँ अगाडिको यात्रा गर्नेछौँ। अनि थाके जस्तो पनि भयो। यहाँनिर एउटा घर पनि छ यो घर पनि देखाइदिनु यहाँनिर घर छ अनि यहाँ पर मन्दिर पनि छ क्या अलि दम लाग्यो के भयो यो मन्दिर पनि छ। अब यहाँबाट उता जाने भयो ऊ त्यो डाँडो देखाइदिनु त त्यो परियो गएर हिँड्न यस्तो आवाज एउटा डाँडो कटाउनलाई यस्तो गाह्रो भइसकेको छ। यहाँ मार्चे लगाएको रहेछन् होइन मार्चे साग भन्छ परसम्म लगाएको छ र चाहिँ यहाँ कसको घर छ खोइ थाहा भएन। यहाँ चाहिँ घर हेर्न सक्नुहुन्छ कसैको होला कोही बस्ने खप्तो जाने बाटोमा वा यो समथिङ यो के हो यो बाख्राको गोठ चाहिँ यहाँ खप्तो जाने बाटोमा यहाँ म्या चलो यहाँबाट यस्तो भएर घर पछाडिदेखि भएर जाने सर्टकट बाटो रहेछ यहाँ परबाट त्यहाँ मन्दिर रहेछ यहाँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ हाम्रो बाख्रा गोठदेखि यहाँ गेट पनि हालिदिया रहेछन् कहिले यो खोल्दै यहाँबाट टोर्दै बाछी हिँड्दै गाइज यहाँ यस्तो छ सिन हेर्नुहोस् होइन मन्दिर जो भगवान् सोचेको कुरा पुरा आइदियोस् होइन। अनि यहाँबाट चाहिँ यस्तो लाग्नुपर्ने रहेछ क्या यस्तो उतातिर पता नि को मान्छेले सिँढी बनाइदिएका छन् होइन बनाइदिएको छ। अब कुन मान्छेले बनाइदियो त्यो थाहा भएन तर थोडा सजिलो भयो भनौँ सिँढीमा हिँड्नुलाई। एकदम तलदेखि सिँढी थियो तलदेखि सिँढी बाटो चाहिँ हिँड्दा हामी चाहिँ यो ठाउँमा आइपुग्यौँ होइन ठाउँको नाम थाहा छैन। गाह्रो त गाह्रो हुने रहेछ। उहाँ भतिज केटा एकदम रमाइलो तरिकामा हिँडिरहेका छन्। म चाहिँ अलि भनौँ अप्ठ्यारै भयो भनौँ यता सिन अलि अप्ठ्यारो त भयो केटा हो गाह्रो त गाह्रो हुँदो रहेछ भनौँ काम लागिसक्यो। गड्डा चाहिँ यार केले बनायो होला यहाँ चिप्लो पनि हुने रहेछ गड्डो यहाँ भित्रबाट जाने रहेछ नहिँड्न सक्ने मान्छे चाहिँ ओ बा थोडा देर यहाँबाट हामी रेस्ट गरेर चाहिँ अहिले हामी दुबारा रेडी भइसकेका छौँ। कपडा सब खोलेर घाम एकदम भयो हिँड्नको कारणले पसिना फुटाएछ त्यही भएर यहाँबाट चाहिँ हामी दुबारा लागिपऱ्यौँ है। त्यो दर्शकबिन दुबारा लागिसक्यौँ हामी खप्तड यात्रामा यहाँनिर रोकिया थोडा देर अब हिँड्छौँ।
यहाँबाट अझ उकालो त धेरै रहेछ त तर्न दर्शकबिर अहिले चाहिँ हामी त्यो उपर त्यहाँ पोस्ट अरे खप्तर राष्ट्रिय निकुञ्ज लेखेको अब केबाट चाहिँ के छ भनेर हेर्नुपर्ने हो यहाँ चाहिँ अहिले दृश्य हेर्नु यस्तो राम्रो रमाइलो दृश्य छ हेर्दा हेर्दा खुट्टा पनि गलिसकेका छन् आफत त आफतै हुने रहेछ धेरै जसो तै पनि ठिक छ अब आफत आए पनि पुग्नु त पऱ्यो गन्तव्यमा त्यही भएर चाहिँ हामी चाहिँ अब यहाँबाट लाग्दैछौँ यो माथि जानुपर्ने रहेछ होइन बोल्न पनि जिउ डलबडाएर आएको छ अहिले चाहिँ हिँड्नको कारणले यहाँ कान यहाँ दुखिरहेको छ ओके त्यसपछि चाहिँ माथि आर्यन छ भन्ने हामीलाई थाहा हुन्छ र हामी त्यसपछि आर्यन हेर्नु भनेर जाँदैछौँ तर हामीलाई के थाहा त त्यहीँबाट बाटो रहेछ आर्यन जाने भनेर सोरी गाइज आर्यन होइन खप्तर राष्ट्रिय निकुञ्ज जाने बाटो पनि आर्यन भएर नै रहेछ होइन त्यसपछि हामी आर्यन लाग्छौँ र आर्यन लेखेको थियो फोटो वा भिडियो खिच्न मनाइ छ भनेर त्यही पनि हामी रुलको पालना नगर्दै फोटो अनि भिडियो खिच्छौँ र पानी सानी आर्यन पिएर माथि खप्तर राष्ट्रिय निकुञ्जतिर हामी दुबारा लागि पर्छौँ धेरै भइसकेको छ यो हेर्नु यस्तो हिँडेर आउनु गाह्रो लास्टै गाह्रो भयो भनौँ अब गाह्रो भए पनि जे भए पनि हामीले खप्तर राष्ट्रिय निकुञ्जतिर जाने प्लान बनाइसकेपछि हामी खप्तर राष्ट्रिय निकुञ्जतिर लागि पर्छौँ होइन र भतिजा चाहिँ काली छोप्नतिर पनि ध्यान दिएर आइरहेका थिए तर काली चाहिँ हामी छोप्नमा असफल हुन्छौँ त्यसपछि आज हामी दुबारा खप्तर राष्ट्रिय निकुञ्जतिर लागि पर्छौँ त्यसपछि काली छोप्न त अब सकिने भएन अनि गाह्रो पनि भइरहेको थियो र भतिजा केटो चाहिँ काली देख्ने बित्तिकै चाहिँ चढउडी चाहिँ गरी दौडिरहेका थिए होइन अनि बाघको जस्तरी भनौँ दौडिरहेका थिए म चाहिँ बिरालोको कछुवाको जस्तरी पनि हिँड्न सकिरहेको थिएन अनि त्यही भएर चाहिँ पहाडी हुन्छन् तराई हुन्छन् भन्ने एउटा कविता पनि छ त्यसपछि हामी भतिजी र हामी दुइटा मिलेर खाना खानेतिर लाग्छौँ सक्या हुनाले चार्ज लगाएर यहाँबाट माथि खप्तर जाने बाटो यहाँ चाहिँ अलिअलि चाउचा खाउँ हामीहरू होइन चाउचा खाएर त्यसपछि हेरौँला के हुन्छ सुखबिन अहिले चाहिँ हामी पुलैया भन्ने ठाउँमा पुगिसकेका छौँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो रमाइलो दृश्यहरू हेर्न सकिन्छ होइन यो खप्तरको फर्स्ट स्टेजमा पुग्यौँ अहिले चाहिँ हामी होइन गाइज यहाँ यो सिन हेर्नु यो पुलैया अरे तकरिबन 4 घन्टा हिँडिसकेपछि चाहिँ हामी बल्ल पुलैया भन्ने ठाउँमा पुगिसकेका थियौँ र एकदमै मनमा खुसी पनि भएको थियो किन भन्दाखेरि हामीले सोचेका थियौँ यही हो खप्तर अब चाहिँ एकदम नरम होला रोड चाहिँ कौलो हिँड्नलाई पनि सजिलो होला सोचेका थियौँ हामीलाई के थाहा त पछि योभन्दा पनि डेन्जर स्टेज आउँदैछ भनेर त्यसपछि हामीले यो पुलैयाको मस्त दृश्यको भिडियो बनाउँदै अनि त्यसपछि हामी अगाडि बढिरहेका थियौँ र भतिजा केटा भनिरहेका थिए यहीँ खाना खान्छौँ हामी भनेर त्यसपछि हामी खाना खानेतिर लाग्छौँ र यहाँ बाटोमा एउटा घोडो पनि देख्छौँ खुट्टो हाच्याको घोडाको चाहिँ खुट्टो भाँचिएको छ ल्याउँदैछौ भन ल आए यो चाहिँ घोडो सेतो घोडो रहेछ एकदम राम्रो होइन अनि मेरो यहाँ चाहिँ अहिले चाहिँ हाम्रो यो सिन हेर्नुहोस् पानी खान पानीको खोजीमा हामीहरू गइरहेका छौँ भनौँ होइन थाकेर बोल्न जस्तो मुख भइरहेको छैन यति थकाइ लागेको छ र घोडो पनि हामीसँगै जाने भनेर हाम्रो पछाडि आइरहेको छ दर्शकबिन हेर्न सक्नुहुन्छ त्यहाँ आयो दर्शकबिन आयो हामीसँगै आयो घोडो है त घोडो के गर्छ हेरौँ है भिडियोमा नै आफू रियलमा हेर्नु पऱ्यो अब त्यसपछि हामी पानीको खोजीमा लाग्छौँ र पानी कहाँ छ भनेर हेर्न जान्छौँ र भतिजा केटाले देखाउँछन् यस्तो काठको ठुलोमा पानी खाने सिस्टम गरेको रहेछन् त्यहाँ चाहिँ होइन अनि त्यसपछि चाहिँ त्यहाँको फाइनल लुक हेर्नुहोस् होइन पानी कसरी खान्छन् के गर्छन् त्यसपछि हामीलाई ट्याक्कसँग थाहा थिएन तैपनि हामी चाहिँ त्यो पानीमा चाहिँ अलि समथिङ फोहोर पानी भन्दा पनि भयो फोहोर पानी चाहिँ थियो त्यही पनि त्यो फोहोर पानी चाहिँ हामीले खाइदियौँ है त गाइस त्यसपछि पानी सानी खाएर चाहिँ हातसात धोएर राम्रोसँग त्यसपछि हामी भतिजा र म खाना खान बस्छौँ त्यसपछि खानासाना खाएर चाहिँ फेरि हाम्रो वहाँ लाग्ने प्रोग्राम थियो हाम्रो खप्तर राष्ट्रिय निकुञ्जतिर लाग्ने प्रोग्राम थियो यो चाहिँ हाम्रो फर्स्ट स्टेप हो होइन
दर्शकबिन मेरो पछाडि हजुरहरूले हिमाल देख्न सक्नुभएको होला, हेर्न सक्नुहुन्छ मेरो पछाडि राम्रोसँग क्लियर देखिन सक्छ, तर मेरो अन्तले देखिया होला भनौँ। यहाँ चाहिँ भतिजा केटा खानासाना खाएर अब हामी हिँड्ने प्रोग्रेसमा छौँ होइन। अब आधा खाना वहीँ गएर खाने गरे नमकिन, अनि यो चाहिँ चाउचाउ यस्तरी खाएँ आएर यस्तरी खाइदिएर त्यसपछि चाहिँ हामीले चाउचाउ खाएर हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्दै थियौँ। हाम्रो गन्तव्य थियो, हजुरहरूलाई थाहै त छ कहाँ छ हाम्रो गन्तव्य भनेर। त्यसपछि चाहिँ हामी हाम्रो पाटन जाँदाको लागि रेडी भइसकेका थियौँ र त्यही क्रममा चाहिँ हामीले 2 जना मान्छेलाई देख्छौँ। त्यो मान्छे को हुन् पुरा भिडियोमा हेर्नुहोस् है त गाइज। दर्शकबिन अहिले चाहिँ हामी यहाँबाट चाहिँ हामी लागिसकेका छौँ यात्रामा होइन। यहाँ भतिज र म चाहिँ होइन, अनि 2 जना बुढा बाजे चाहिँ देखेका थिएँ भतिज, त्यहाँ बाजेहरू हेर्न सक्नुहुन्छ त्यहाँ बसेका होइन 2 जना। तर अहिले चाहिँ हाम्रो यो बुलबुलैया भन्ने ठाउँमा नास्ता गरेर चाहिँ हामी यहाँबाट चाहिँ लागि पऱ्यौँ खप्तड यात्रातिर। अझै चाहिँ यहाँबाट 2-3 घन्टा जति लाग्छ गरे, अनि चिसो हुन्छ भनेर ज्याकेट स्याकेट लगिसकेका छौँ। अझ त्यहाँ पनि धेरै हुन्छ गरे, त्यही भएर धेरै कपडाहरू लिएर ब्यागमा राखेर ट्याक्कसँग हामीहरू गइरहेका छौँ है त। तर यो पानी होइन आउँदो यहाँ हुँदै क्या। मौसम चाहिँ एकदमै चिसो थियो, त्यतिखेर चाहिँ हामीलाई गरम भइरहेको थियो, किन भन्दाखेरि हामी हिँडेर जाँदै थियौँ नि, त्यही भएर चाहिँ एकदमै चिसो पनि भइरहेको थिएन हामीलाई चाहिँ होइन, अनि गरम पनि भइरहेको थियो। भतिजलाई चाहिँ पुरा गरम भएको थियो होइन, त्यही भएर चाहिँ उनले ज्याकेट स्याकेट खोलेर चाहिँ म साइडमा राखेका थिएँ। भतिजलाई चाहिँ मेरो पछाडि हेर्न सक्नुहुन्छ आइरहेका छन्। यहाँ चाहिँ हाम्रा 2 बाजे खरक हाल्ने तयारीमा छन् होइन। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ दर्शकबिन। अहिले चाहिँ हामी यो बुलबुलैया भनेको के भन्छन् यसको नाम भुलिसकेँ। अनि यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको छ। यहाँ चाहिँ 2 बाजे बसेका हेर्न सक्नुहुन्छ है त। बाजेले चाहिँ खरक हाल्ने तयारीमा जानु हुँदैछ है। त्यसपछि चाहिँ हामीले बाजेहरूलाई सोद्धाखेरि चाहिँ बाजेहरूले जवाब दिनुभएको थियो खरक हाल्न जाँदैछु भन्दाखेरि, हामीले भने कहाँ भन्दाखेरि उनले जवाब दिनुभयो। त्यसपछि चाहिँ उहाँ जाँदैछौँ खप्तड जाँदैछु खरक हाल्नलाई भन्दाखेरि चाहिँ त्यसपछि अब बाँकीको यात्रा हामीले सँगै गर्ने निर्णय गर्छौँ र त्यसपछि हामी यात्रातिर लाग्छौँ है त गाइज। हामीहरूलाई चाहिँ सानो झोला बोक्न पनि गाह्रो भइरहेको थियो, तर यी बाजेहरूलाई चाहिँ यति ठुलो भारी बोक्दा पनि गाह्रो भइरहेको थिएन। किन भन्दाखेरि हामीले सोद्धाखेरि किन भनेर सोद्धाखेरि चाहिँ बाजेहरूले जवाब दिनुभएको थियो, हामीले पहिल्यैदेखि नै यस्तै काम गर्दा आएको हुनाले हामीलाई केही हुँदैन भनेर जवाब दिनुभएको थियो। त्यसपछि चाहिँ हाम्रो यस्तो उकालो र तलमाथिको यात्रा चाहिँ चलिरहेको छ। त्यसपछि हाम्रो यात्रामा चाहिँ कस्तो हुन्छ हजुर दर्शकबिन अहिलेसम्म हेरिराख्नु भएको छ, अब लास्टसम्म हेर्न नभुल्नु होला माइक। यो चाहिँ हाम्रो पाटन हो। यो चाहिँ हामी अहिले आफ्नो पाटनमा पुगिसकेका छौँ। यो चाहिँ हाम्रो गाउँले पुजारी गाउँको पाटन हो। अनि त्यसपछि चाहिँ हामीले हाम्रो पाटन राम्रोसँग हेरिसकेपछि चाहिँ हामी खप्तड दाहा भन्नेतिर लागि पर्छौँ है त दर्शकबिन। हामीसँगै हजुरहरूलाई पनि देखाउनेछौँ के कस्तो हुन्छ। कुनै ठाउँमा बोल्नलाई मिस्टेक गरेछु भने आई एम सो सरी गाइज, आई लभ यु। यो चाहिँ हाम्रो खप्तड दाहा हो होइन। यहाँ चाहिँ ताल कहिले यहाँ चाहिँ पूजा हुने गर्दछ होइन। मलाई चाहिँ करेक्ट थाहा छैन, किन भन्दाखेरि म चाहिँ यहाँ फर्स्ट टाइम हो, नाम पनि गलत भनेछु भने आई एम सो सरी दर्शकबिन। यो चाहिँ हामी यहाँ चाहिँ हामी भिडियो सिडियो बनाएर त्यसपछि हामी लाग्छौँ त्रिवेणी मन्दिरतर्फ। यहाँबाट चाहिँ हामी त्रिवेणी मन्दिरतर्फ लाग्छौँ र मलाई मेरो पछाडि देखिरहेको डाँडोमा चाहिँ बाजुरा देखिन्छ भनिरहेका थिए साथीहरूले चाहिँ। त्यसपछि हामी चाहिँ त्रिवेणी मन्दिरतर्फ लागिरहेका थियौँ र त्रिवेणी मन्दिरतर्फ जानुभन्दा अगाडि चाहिँ हामीले यहाँ रेस्ट गरेका थियौँ थोडा देर। अनि त्यसपछि हामीलाई एकदमै कठिन भइरहेको थियो सिधा। त्यसपछि हामीले त्रिवेणी मन्दिरतर्फ भिडियो खोल्ने हौँ भनेर बाचा गरिसकेपछि हामी त्रिवेणी मन्दिरतर्फ लाग्छौँ र त्रिवेणी मन्दिरतर्फ जाँदाखेरि चाहिँ यहाँ आर्मी ब्यारेक पनि देख्छौँ र बोर्डमा लेखिरहेको थिए कि फोटो वा भिडियो लिन मनाइ छ भनेर। तैपनि हामीहरूले भिडियो लिइहाल्यौँ होइन दर्शकबिन।
यहाँबाट चाहिँ खप्तडको पुरा राम्रोसँग रमाइलो दृश्य देखिरहेको थियो भनिरहेका थिए साथीहरूले चाहिँ यहाँबाट चाहिँ बाजुरा पनि देखिन्छ भनिसकेपछि हामी चाहिँ ठिक छ भनेर चाहिँ त्यसपछि हामी त्रिवेणी मन्दिरतर्फ लाग्छौँ। त्रिवेणी मन्दिरतिर जाँदाखेरि चाहिँ दाहाबाट खप्तड दाहाबाट चाहिँ एकदमै थकाइ पनि लाग्ने रहेछ। अनि त्यसपछि हामीले सिधै त्रिवेणी मन्दिरतर्फ जाने बाटोतिरबाट भिडियो खिच्न चालु गर्छौँ र यहाँ एक्कासी देख्छौँ हामीहरू चाहिँ यहाँ गधाहरूले आइएम सो सरी गधा त नभनौँ होइन के भन्छन् यसलाई। फाइनली यति मेहनतले गर्दा हामी चाहिँ हिँडी चाहिँ पुगिसकेको छौँ। फाइनल मन्दिर चाहिँ यो हाम्रो ठाउँको होइन। यहाँ बजाङ बाजुरा कति छुया छ गरे मन्दिरले होइन। अनि त्यस्तै हो। अब त्यहाँ गएर एक दुई डुप्लिक चाहिँ हड्दोएर आउँछु फेरि थोडा बहुत। अहिले चाहिँ म यहाँ चिसो पानीमा नुहाएर बसिरहेको छु। मेरो अन्दाजले चाहिँ यो अछाम जाने रोड, यो डोटी जाने रोड अनि बाटो होइन मेरो अन्दाजले होइन। यतातिरको बाजुरा यो बझाङ यस्तो छ होइन। अहिले चाहिँ म बझाङमै छु अहिले चाहिँ होइन। यो यतातिरको डोटी, यतातिरको अछाम, यतातिरको बझाङ बाजुरा भन्ने रहेछन् होइन यतातिरको। अहिले चाहिँ म हड्दोएर बसेको छु। अब त्यहाँ मन्दिर जानु पर्यो। Whisper truth as they flow down, and their songs entwine with the trees. आजको यस भिडियोलाई हामी यहीँबाट बाई बाई गर्छौँ। बाई बाई गाइज, आई लभ यु। अब चाहिँ म सिधा तराई मिल्नेछु हजुरसँग।